हेलो साथीहरू, हजुरहरूलाई मेरो युट्युब च्यानल क्विक सक्सेसमा हार्दिक स्वागत छ साथीहरू। आज चाहिँ म साथीहरू यो नेपाल विद्युत प्राधिकरणको कर्मचारीहरू जुन सेवा प्रवेश गरिसकेपछि चाहिँ के कस्तो बिदाहरू पाउँछन् त भनेर यो बिदाको बारेमा चाहिँ लिएर हजुरहरू सामु आएको छु साथीहरू। यो बिदाको बारेमा जानकारी पाउन चाहिँ हजुरहरू कार्यरत कर्मचारी होस् वा हजुरहरू एक्जाम दिँदै हुनुहुन्छ अथवा नेपाल विद्युत प्राधिकरणमा कार्य गर्न इच्छुक हुनुहुन्छ, ड्रिम जब हो भने चाहिँ त्यो कन्डिसनमा हजुरहरूले पनि पहिल्यैदेखि जानकारी लिइराख्दा राम्रो हुन्छ साथीहरू। र यो नेपाल विद्युत प्राधिकरणमा के कस्तो बिदाहरू दिइन्छ भनेर यो हजुरहरूको यनिएको यो इन्टरभ्यूमा पनि सोध्ने क्वेसनमा पर्छ, एकदम महत्त्वपूर्ण। अर्को भनेको यनिएको कम्पिटिटिभ एक्जाममा पनि यो बिदा के कस्तो पाइन्छ भनेर सोधिराख्ने प्रश्नमा पर्छ है त साथीहरू। हेर्नुहोस् त, अब यहाँ चाहिँ के छ भने साथीहरू, यो कर्मचारी सेवा शर्त विनियमावलीको परिच्छेद 9 मा चाहिँ बिदाहरूको बारेमा चाहिँ जानकारी दिएको छ साथीहरू। अब हेरौँ त हामीले विनियम 72 मा हेर्नुहोस् त साथीहरू, कर्मचारीले पाउने बिदाको किसिम भनेर यहाँ 10 वटा बिदाहरू छन् है। अब यसको बारेमा चाहिँ हामीहरू डिटेलमा हेरौँ है त साथीहरू। ल अब हेर्नुहोस् त, विनियम 73 मा हेरौँ त साथीहरू, यसमा चाहिँ सार्वजनिक बिदा भनेको छ है। यदि सार्वजनिक बिदा नेपाल सरकारले सार्वजनिक बिदा दिएछ भने प्राधिकरणका कर्मचारीले पनि के हुनु पर्यो त भन्दा सार्वजनिक बिदा पाउन पर्यो है त। भनेको प्राधिकरणका कर्मचारीले नेपाल सरकारले निर्धारण गरे बमोजिमको सार्वजनिक बिदा पाउने छन्। एउटा सार्वजनिक बिदा पाउँछ साथीहरू है। अर्को भनेको भइपरि आउने र पर्व बिदा भनेको छ है त। अब पर्व बिदा भनेको त हजुरहरूले बुझिहाल्नुहुन्छ है, दसैँ तिहार तीज यो टोटल भनेको हजुरहरूले कति दिन लिन पाउनुहुन्छ त भन्दाखेरि 6 दिन चाहिँ पाइन्छ साथीहरू है। पर्व बिदा 6 दिन लिन पाइन्छ। अर्को भनेको चाहिँ भइपरि आउने भनेको छ है। भइपरि आउने भनेको चाहिँ कोही नयाँ साथीहरूले नबुझ्न सक्नुहुन्छ। भइपरि आउने भनेको म एउटा इक्जाम्पल दिएर बुझाउँछु हजुरहरूलाई। सपोज मान्नुहोस् रामले चाहिँ राम भनेको नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी हो है। अब उसको काकाको छोरा छ, उसको काकाको छोराको सपोज मान्नुहोस् मङ्सिरको 16 गते 81 बिहे हुने कुरा आयो है त। अब मङ्सिर 15-16 गते अब उले बिदा लिन सक्छ है, रामले बिदा लिन सक्छ, बिदा लिन पर्ने कन्डिसन पनि आउन सक्छ हो। त्यस्तो इमर्जेन्सी टाइपको बिदा भनेको चाहिँ कुनै पारिवारिक पारिवारिक कामको लागि चाहिँ महत्त्वपूर्ण दृष्टिकोणले बिदा लिन पर्ने हुन सक्छ कुनै। अथवा सपोज मान्नुहोस् कोही फ्यामिली मेम्बर बिरामी भयो रे, एकदम ठुलै बिरामी भयो, हस्पिटल लिएर जान पर्ने हुन सक्छ। त्यस्तो इमर्जेन्सी टाइपको कन्डिसनमा चाहिँ बिदा लिन पर्ने बिदा टाइप भनेको चाहिँ भइपरि आउने बिदा भन्छ है साथीहरू। त्यसलाई भनेको 6 दिन चाहिँ भइपरि बिदा लिन पाउनुहुन्छ हजुरहरूले, 6 दिन पर्व बिदा हुन्छ है। भइपरि आउने र पर्व बिदा आधा दिन पनि लिन पाइन्छ साथीहरू। हेर्नुहोस् त, आधा दिनको पनि लिन पाउनुहुन्छ। भइपरि आउने र पर्व बिदा जुनसुकै बिदासँग पनि मिलाई लिन पाइनेछ भनेको छ। अरू बिदासँग पनि हजुरहरूले यसलाई मिलाएर लिन पाउनुहुन्छ। यस्तो बिदा लिएर पुरा तलब भत्ता पाइन्छ है साथीहरू। कुनै त्यस्तो बिदामा बसो भनेर यो तलब काट्ने भन्ने सिस्टम हुन्न है त। भइपरि र पर्व बिदालाई चाहिँ सञ्चित गर्न पाइन्न है साथीहरू। यसमा सञ्चित गरेर ल मैले अर्को वर्षमा लिन्छु, यो अहिलेको यो वर्ष चाहिँ मैले बिदा नलिकन बस्छु, अर्को वर्ष लिन्छु भनेर त्यसरी सञ्चित गरेर बस्न चाहिँ पाइन्न है त। अनि सबभन्दा हेर्नुहोस् त, यो चाहिँ धेरै बिदाहरूमा आउँछ है। असाधारण बिदा र अध्ययन बिदा भन्छ साथीहरू। असाधारण बिदा र अध्ययन बिदामा बसेको कर्मचारीले भइपरि आउने र पर्व बिदा पाउने छैन भनेको छ है त। हजुरहरूले ख्याल गर्नुहोस्, 6 दिन पाउने रहेछ है त। भइपरि आउने र पर्व बिदा आधा दिन पनि लिन पाइन्छ, जुनसुकै बिदासँग पनि मिलाएर लिन पाइन्छ, पुरा तलब भत्ता पाइन्छ है त। ल अर्को 75 विनियममा बिरामी बिदा भनेर छ साथीहरू। हेर्नुहोस् त, यदि हजुरहरू नेपाल विद्युत प्राधिकरणको कार्यरत कर्मचारी हुनुहुन्छ भने हजुरहरूले 1 महिनाको 1 दिनको दरले चाहिँ 1 वर्षमा 12 महिना हुन्छ भनेको 12 दिन चाहिँ बिरामी बिदा पाउनुहुन्छ है त साथीहरू। 1 वर्षमा कति दिन पाउनुहुन्छ? 1 वर्षमा 12 दिन बिरामी बिदा पाइन्छ साथीहरू है। बिरामी बिदामा बसे पनि पुरा तलब भत्ता पाइन्छ, त्यसमा फरक पर्दैन। अब यसमा चाहिँ के छ भने हेर्नुहोस् त, भइपरि आउने र पर्व बिदा सञ्चित गरेर राख्न मिल्छ? मिल्दैन। तर बिरामी बिदा चाहिँ साथीहरू सञ्चित गरेर पनि राख्न पाइन्छ है त। जस्तो मान्नुहोस् हजुरहरू कुनै 1 वर्ष हजुरहरूले बिरामी बिदा भनेर लिनु भएन, 12 दिन हजुरहरूले सञ्चित गरेर राख्नु भयो है। अर्को वर्ष पनि सञ्चित गरेर राख्नु भयो। कति भयो हजुरहरूको टोटल? 24 दिन भयो 2 वर्षको। अब 1300 वर्ष सपोज मान्नुहोस् 1300 वर्ष हजुरहरूले
म 24 दिन बिदा लिन्छु पहिलाको भनेर पनि हजुरहरूले के गर्न पाउनुहुन्छ त भन्दाखेरि बिदा लिन पनि पाउनुहुन्छ। अथवा कुनै कारणबाट कर्मचारी सेवाबाट अलग भएमा सञ्चित रहेको बिरामी बिदा बापत निजले खाइपाएको तलब भनेको दिन गनेर चाहिँ हजुरहरूको त बिदा त्यो जुन सञ्चित गरेर राख्नु भएको थियो त्यो स्वरूप चाहिँ पैसा पनि पाउन सक्नुहुन्छ है त। अब कहिलेकाहीँ चाहिँ के हुन्छ त भन्दाखेरि अब यो 12 दिन भनेको छ, अब एकै पटक अब यो 12 दिन भनेको चाहिँ फरक फरक समयमा लिने भन्ने हो यहाँ। अब कहिलेकाहीँ हजुरहरू ठुलै बिरामी हुनुभयो है, अब हजुरहरूलाई सपोज मान्नुहोस् डेङ्गु स्याङ्गु है, टाइफाइड ठुलै रोगले हजुरहरूलाई 10 दिनै बिरामी परेर हजुर सुत्न पर्ने कन्डिसन नि आउन सक्छ है। त्यस्तोमा चाहिँ के हुन्छ त भन्दा एकैपटक 7 भन्दा बढी अवधिको बिरामी बिदा माग गर्दा चिकित्सकको प्रमाणपत्र सहित निवेदन दिनुपर्ने छ है। चिकित्सकको यो चाहियो। बिदा स्वीकृति दिने अधिकारीलाई विश्वास लागेमा, अब कसैलाई थाहा छ फलानु कर्मचारी एकदमै डेन्जरस सिकिस्त बिरामी छ भन्ने थाहा छ भने पनि त्यस्तो कन्डिसनमा चिकित्सकको प्रमाणपत्र नभए पनि फरक पर्दैन है त। अब अर्को फेरि के पनि हुन सक्छ, यो भनेको चाहिँ हजुरहरू यो भनेको 10-12 दिनको बिदा हुन सक्यो है यो कन्डिसनमा भनेको। अब अर्को भनेको डेन्जर ठुलो रोग अपरेसन गर्नै पर्ने एकदमै ठुलो कडा रोग लाग्यो हजुरहरूलाई भने त्यो कन्डिसनमा चाहिँ के हुन्छ त भन्दाखेरि हेर्नुहोस् त, कुनै ठुलो कडा रोग लाग्यो भने चाहिँ के हुन्छ भने कर्मचारीले जुन पछिल्ला वर्षमा पाउने बिदाहरू हुन्छन्, बिरामी बिदा घर बिदाहरू हुन्छन् हो, तीनबाट चाहिँ काटेर है पछिल्ला वर्षका पनि बिदाहरूलाई काटेर बढीमा 45 दिनसम्मको थप बिरामी बिदा पेस्कीको रूपमा दिइन्छ भन्ने छ है त साथीहरू। यो चाहिँ एकदम ठुलो कडा रोग लाग्यो भने 45 दिनसम्म पनि दिन सकिन्छ भन्ने छ। अब यसमा त अब पुरा तलब भत्ता पाइहालिन्छ साथीहरू है। अनि यो पनि पछिल्ला वर्षका बिदाहरू काट्ने हो, त्यही भएर यसमा फरक पर्दैन, पुरा तलब भत्ता पाइन्छ है त, यसमा पनि फरक पर्दैन। अब हेर्नुहोस् त अघि नै भनेको थिएँ मैले, असाधारण बिदा लिई बसेको अवधिभर बिरामी बिदा पाउने छैन भनेको छ है त। यसमा पनि यदि हजुरहरू असाधारण बिदामा अथवा अध्ययन बिदामा बस्नु भएको छ भने यस्तो बिरामी बिदाहरू पनि यसमा नि पर्दैन है त साथीहरू। अब अर्को छ घर बिदा भनेर छ साथीहरू विनियम 76 मा। अब घर बिदा भनेको चाहिँ कर्मचारीले काम गरेको अवधिको 12 दिनको 1 दिनका दरले वर्षमा बढीमा 30 दिन घर बिदा पाउने छ भनेको। सपोज मान्नुहोस् हजुरहरू हप्तामा चाहिँ 6 दिन काममा जानुहुन्छ हजुरहरू है, शनिबारलाई नभन्दाखेरि भनेको 2 हप्ता भनेको 2 हप्तामा चाहिँ 12 दिन काम गर्नुहुन्छ हजुरहरूले है। 12 दिन काम गरे बापत अफिस हजुर 12 दिन जानुभयो भने 12 दिन बापत चाहिँ 1 दिन बिदा पाउनुहुन्छ साथीहरू। त्यसरी हेर्ने भने वर्षमा म्याक्सिमम पाउने भनेको चाहिँ कति हुन्छ त भन्दाखेरि 30 दिन चाहिँ हजुरहरूले घर बिदा पाउनुहुन्छ है त। अनि घर बिदामा बसेको कर्मचारीले पुरा तलब भत्ता पाउन सकिन्छ, यो पनि भइहाल्यो साथीहरू है। कुनै कारणबाट कुनै कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको घर बिदा बापत निजले खाइपाएको मासिक तलबको दरले हुन आउने जति रकम एकमुष्ट पाउने छ भनेको घर बिदा पनि हजुरहरूले सञ्चित गरेर राख्न पाउनुहुन्छ साथीहरू है। हेर्नुहोस् त घर बिदा पनि सञ्चित गरेर राख्न पाउनुहुन्छ। घर बिदा बढीमा फेरि कति दिनसम्म सञ्चित गर्न सकिन्छ भन्दा 180 दिनसम्म चाहिँ सञ्चित गर्न पाउनुहुन्छ है त हजुरहरूले। ल कर्मचारीको घर बिदा 60 दिनभन्दा बढी सञ्चित रहेमा बढी सञ्चित रहेको घर बिदाको सट्टा एक आर्थिक वर्षमा बढीमा 30 दिनसम्मको खाइपाइ आएको तलब बराबरको रकम दिइनेछ भनेको छ है त। 60 दिनभन्दा बढी रह्यो भने चाहिँ के भनेको छ त भन्दाखेरि कर्मचारीको घर बिदा 60 दिनभन्दा बढी सञ्चित रह्यो भने बढी सञ्चित रहेको घर बिदाको सट्टा एक आर्थिक वर्षमा बढीमा 30 दिनसम्मको खाइपाएको तलब दिइन्छ भनेको छ है। कर्मचारीले असाधारण बिदा, अध्ययन बिदा, घर बिदा र बेतलबी बिदा बसेको अवधिभर घर बिदा पाउने छैन भनेको छ है त। घर बिदा भनेको अरू बिदा बसेको छ भने हुन्न भनेको छ। अब हेर्नुहोस् त असाधारण बिदा भनेको छ साथीहरू है। अब 5 वर्ष थायी सेवा अवधि पूरा गरेका कर्मचारीले सेवाको तमाम अवधिभरमा बढीमा 2 वर्ष असाधारण बिदा पाउन सक्नेछ। अब जस्तो मान्नुहोस् त यसलाई पनि म हजुरहरूलाई इक्जाम्पल दिएर बुझाउँछु। सपोज मान्नुहोस् हजुर नेपाल विद्युत प्राधिकरणमा कार्यरत हुनुहुन्छ, कर्मचारी हुनुहुन्छ, हजुर बुढो भइसक्नु भयो, 50 वर्षको हुनुभयो सपोज मान्नुहोस् है। अब हजुरहरूको छोराछोरी छ, छोराछोरी विदेश छ,
अमेरिका छ। अब हजुरहरूलाई फोन गरेर बाबा मामु मेरो मामु हजुरहरू पनि आइसियो यहीँ घुम्न म घुमाउँछु भन्नु हजुरहरूको छोराछोरीले है भने हजुरहरू चाहिँ के भयो त भन्दाखेरि जाम न त बुढी हिँड घुमेर आम हामी भनेर हजुरहरू जानुभयो। त्यो कन्डिसनमा त अब बिदा नलिई त जान पाउनु भएन साथीहरू। हो त्यस्तो कन्डिसनमा लिने बिदा भनेको चाहिँ हजुरहरूले अब हिँड हामी 2 वर्ष चाहिँ घुमेर आम भनेर अब धेरै यो बिदा जुन यो धेरै समय चाहिँ बिदा लिएर जान पर्यो भने त्यस्तो टाइपको बिदा भनेको चाहिँ असाधारण बिदा भन्छ साथीहरू है। असाधारण बिदा फेरि जो कोही कर्मचारीले लिन पाउँदैन। कम्तीमा पनि 5 वर्ष थायी सेवा अवधि चाहिँ पुरा गरेको हुनै पर्यो साथीहरू है। अनि अवधि भरमा भनेको टोटल अवधि भरमा चाहिँ बढीमा 2 वर्षसम्म चाहिँ पाउने रहेछ है त साथीहरू। यो असाधारण बिदा भनेको हजुरहरूले ख्याल गर्नुस्। तर विनियम 75 को उपविनियम 7 को असाधारण बिदाको हकमा भने 5 वर्ष थायी सेवा पुरा गर्न आवश्यक छैन भनेको छ है। विनियम 75 को उपविनियम 7 भनेको छ साथीहरू है। यो 75 को उपविनियम 7 हेर्नुस् त यो भनेको छ हो यहाँ यो बिरामी बिदाको सन्दर्भमा असाधारण बिदा भनेको बिरामी सम्बन्धी भनेको छ। यो हजुरहरूले एकचोटि हेर्नुस् है। बिरामी भएको कन्डिसनमा पनि हुने भयो। असाधारण बिदा घुम्न जाने मात्रै हैन है। हजुरहरूले त्यो पनि याद गर्न पर्यो। असाधारण बिदामा बस्ने कर्मचारीले अब तलब भत्ता पाउने भयो त पाउँदैन साथीहरू है। केही सुविधा तलब केही पनि पाउन्न यहाँ तलब भत्ता। अनि अर्को घर बिदा र बिरामी बिदा सञ्चित नभएको कर्मचारीले मात्र असाधारण बिदा पाउनेछ। यहाँ सञ्चित नभएको कर्मचारीले मात्र पाउने यो असाधारण बिदामा बसेको अवधिमा कुनै पनि बिदा पाउने छैन भनेको छ है। यो पनि अब हजुरहरूले बुझ्नुहुन्छ होला। असाधारण बिदामा ल 2 वर्ष एकैचोटि बस्त्या छ अनि ल मेरो 2 वर्षको मेरो बिरामी बिदा घर बिदा चाहियो भनेर पाउँछ त पाउन्न है। जम्मै त्यही भित्र पर्छ साथीहरू। अब अर्को बिदा छ हाम्रो अध्ययन बिदा छ। एकदम अर्को नि इम्पोर्टेन्ट साथीहरू। सपोज मान्नुहोस् हजुरहरू 5औं 7औं 6औं जुनसुकै तहमा कार्यरत हुनुहुन्छ अरे साथीहरू। अब मान्नुहोस् हजुरहरू ल 12 सकेर इन्ट्री गर्नु भएको छ यानिमा भने हजुरहरूलाई अब के छ त भन्दाखेरि ल म अब कुनै टेक्निकल कर्मचारी हुनुहुन्छ डिप्लोमा पढेर हजुरहरू 5औं तह सुपरभाइजरमा जागिर खानु भएको छ। हजुरहरूलाई 7औं तहमा जानलाई त ब्याचलर गरेको हुनुपर्छ इन्जिनियरिङमा साथीहरू। अनि हजुरहरूले ल अब चाहिँ म इन्जिनियरिङ पनि गर्न पर्यो विदेशै गर्छु म केही समय विदेश जान पनि मन लाग्छ पढ्न पनि मन लाग्छ भन्नु भयो भने त्यो कन्डिसनमा अध्ययन बिदा लिएर जानियो साथीहरू। यदि हजुरहरू 7औं तहमा कार्यरत हुनुहुन्छ 8औंमा जानु छ भने पनि के गर्ने त भन्दाखेरि मास्टर्स गरेको हुनुपर्छ। 5 वर्ष अधिकृत स्तरको लेभलको चाहिँ अनुभव चाहिन्छ साथीहरू। त्यो कन्डिसनमा हजुरहरू ब्याचलर इन्जिनियरिङ गर्नु भएको छ मास्टर गर्न 2-3 वर्ष बाहिर जानुभयो भने पनि त्यो कन्डिसनमा अध्ययन बिदा लिएर जाने है त साथीहरू। अब त्यसको लागि चाहिँ के छ सेवा शर्त भन्दा 3 वर्ष थायी सेवा अवधि पूरा गरेको कम्तीमा 3 वर्ष चाहिँ हजुरहरूले यानिमा थायी सेवा अवधि पूरा गर्न पर्यो है। 3 वर्ष काम गर्न पर्यो र 45 वर्ष उमेर ननागेका भनेको छ। 45 वर्ष उमेर ननागेका कर्मचारीलाई तमाम सेवा अवधिभरमा कोर्सको अवधि बमोजिम। अब कोर्स कति वर्षको हुन्छ अब मास्टर 2 वर्षको होला ब्याचलर इन्जिनियरिङ 4 वर्षको होला हैन। यो अवधि बमोजिम हेरेर बढीमा 4 वर्षसम्म अध्ययन बिदा दिन सकिनेछ भनेको छ है। अब यो हजुरहरूले बुझ्नु भयो होला मेरो इक्जाम्पलबाट पनि। प्राधिकरणलाई उपयुक्त र आवश्यक पर्ने विषयमा शैक्षिक योग्यता प्राप्त गर्न प्रत्येक वर्ष प्राधिकरणले प्रशासन र प्राविधिक सेवा अब हजुरहरूलाई थाहा छ होला यो भनेको चाहिँ अब यो प्राधिकरणमा अथवा जुनसुकैमा पनि 2टा सेवा हुने नि एउटा प्रशासन सेवा प्राविधिक सेवा भन्छ। प्रशासन सेवामा प्रशासनै पर्यो लेखा पर्यो कानुनहरू यिनी प्रशासन सेवा भयो भने प्राविधिक भनेको इन्जिनियरिङहरू सबै यो इन्भाइरोमेन्टलिस्ट यो भनेको चाहिँ प्राविधिक सेवामा पर्यो साथीहरू है। एग्रिकल्चर भेटनेरी भनेको सबै के हुन्छ भन्दाखेरि प्राविधिक सेवामा पर्छन्। प्रशासन र प्राविधिक सेवामा बढीमा 10 जना कर्मचारीलाई छात्रवृत्तिको व्यवस्था गरेर स्वदेशमा अध्ययन गर्न पठाउन सक्नेछ। त्यस्ता कर्मचारीले पूरा तलब सहितको अध्ययन बिदा दिइनेछ भनेको छ है त। भनेको यदि प्राधिकरणको सेवा सम्बन्धी कुनै क्षेत्रमा नलेजको लागि चाहिँ के गर्छ त भन्दाखेरि प्राधिकरणलाई आवश्यक पर्यो भने चाहिँ 10 जना कर्मचारीलाई चाहिँ आफैले स्कलरशिपको व्यवस्था मिलाएर चाहिँ पढ्न पठाउँछ साथीहरू है त। अब त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि पढ्न पठाउँछ स्यालेरी पनि पाइन्छ। हेर्नुस् त कति मजा छ। हो त्यही भएर चाहिँ हजुरहरूले पनि त्यही अनुसार पढ्न पर्यो है। स्यालेरी पनि पाइन्छ गर मस्त पढ्न
पनि पाइन्छ साथीहरू। अनि अर्को के हुन्छ भन्दाखेरि आफै एप्लाई गरेर जान पनि पाइयो। जस्तो हजुरहरू ब्याचलर इन्जिनियरिङमा विदेश गएर पढेर आउँछु भन्नुभयो, आफ्नै निजी प्रयासबाट जानु भने पनि त्यो पनि हजुरहरूले गर्न पाउनुहुन्छ साथीहरू है त। अब त्यो चाहिँ हजुरहरूले याद गर्न पर्यो। त्यसरी जाँदाखेरि चाहिँ फेरि के गर्न पर्छ भन्दाखेरि मुख्य प्रशासकीय अधिकृतलाई आवेदन दिएर यो बिदाहरू मिलाएर जान पर्छ। फेरि त्यत्तिकै जान पाइन्न साथीहरू है। उही स्कुलबाट भागे जस्तो फ्याट्ट म गएर आइहाल्छु भनेर त्यस्तो हुन्न, यो धेरै समयको बिदाहरू हो। त्यही भएर अब हेर्नुहोस् त यहाँ यो सेवा गर्नुपर्ने न्यूनतम अवधि भनेको छ। अब यहाँ यदि प्राधिकरणले चाहिँ मनोनयन गरेर पठायो भने र आफ्नै प्रयासबाट गएको कन्डिसनमा के कति चाहिँ हजुरहरू उहाँ पढेर सकेर आएर फर्केर सेवा दिनुपर्छ भन्ने कुरा चाहिँ यहाँ छ है त। यो हजुरहरूले आफै हेर्नु होला। यदि 6 महिनाको लागि जानुभयो भने प्राधिकरणले पठाएको छ भने 1 वर्ष, आफै गएको छ भने 6 महिना। यसरी हजुरहरूले यो याद गर्नु होला, ख्याल गर्नु होला है त। यसरी अध्ययन विधा अवधिभर कुनै विधा पाउने छैन, यो पनि माथि आइराखेको पोइन्ट भयो साथीहरू है। अब अर्को हेर्नुहोस् त प्रसुति विधा भनेको छ है। प्रसुति विधा भनेको चाहिँ के हो त भन्दा कुनै महिला कर्मचारी गर्भवती भएमा सुत्केरी हुनु अगाडि र पछाडि गरी 98 दिनसम्म, यो पनि सोध्छ है, 98 दिनसम्म विधा पाउने छ। यो हजुरहरूले जेनरल नलेजको लागि पनि थाहा पाउनु पर्यो साथीहरू। यो हजुरहरूलाई 5औं तहतिर इक्जाम दिँदै हुनुहुन्छ भने यस्ता कुराहरू पनि सोध्छ है, कुन विधा कति दिनसम्म पाइन्छ भनेर त्यो पनि हजुरहरूले याद गर्न पर्यो। अब कति दिनसम्म सुत्केरी हुनु अगाडि र पछाडि 98 दिन भनेको छ। उपविनियम 1 बमोजिम प्रसुति विधा लिएका महिला कर्मचारीले यो के छ त भन्दा चाहेमा कुनै पनि विधाबाट कट्टा नहुने गरी थप 6 महिनासम्म बेतलबी प्रसुति विधा लिन सक्नेछ भनेको छ। बेतलबी भनेको तलब नपाइकिन 6 महिनासम्म विधा लिँदा फरक परेन है। तर त्यस्तो विधा लिँदाखेरि लगातार लिन पर्यो, त्यो चाहिँ अर्को कन्डिसन हो है त। अनि यो 98 दिनसम्म यो प्रसुति विधा जुन यो यानी आफैले दिन्छ त्यसमा चाहिँ पुरा तलब भत्ता पाइन्छ साथीहरू, त्यो कट्टा हुन्न। अनि बाँकी यो 6 महिनासम्म भनेको छ त्यसको त फेरि तलब पाइँदैन है त। अब हेर्नुहोस् त उपविनियम 2 बमोजिम बेतलबी प्रसुति विधामा बसेको अवधिभर घर विधा बिरामी विधा त्यस्तो पाइन्छ पाइन्न। तर सो अवधि नोकरीमा गणना गरिनेछ भनेको छ है त। अब यो चाहिँ हजुरहरूको नोकरी अवधिमा पनि त 6 महिना नि गणना काउन्ट चाहिँ हुन्छ भनेको छ है। त्यो हजुरहरूले याद गर्न पर्यो। प्रसुति विधा तथा प्रसुति स्याहार विधा लिएको अभिलेख सम्बन्धित कार्यालय अध्यावधिक बनाए प्रत्येक पटक सरुवा भई रमाना लिइजाँदा रमाना पत्रमा, रमाना पत्र भनेको त्यही हजुरहरू यो सरुवा हुने क्रममा दिने लेटरहरू भयो रमाना पत्र लिई र कर्मचारी अभिलेख फाइलमा समेत राख्नु पर्ने छ भनेको छ है त। ल अनि अर्को यहाँ एउटा याद गर्न पर्ने कुरा, प्रसुति विधा पाएका महिला कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा 2वटा बच्चाको लागि जनै एकमुष्ट 15,000 रुपैयाँ र तथा प्रसुति स्याहार विधा पाएका पुरुषलाई बढीमा 2वटा बच्चाको लागि जनै एकमुष्ट 7,500 रुपैयाँ शिशु स्याहार भत्ता दिइनेछ भनेको छ है त। यदि महिला साथीहरू कार्यरत हुनुहुन्छ भने एकमुष्ट एकैचोटि हजुरहरूले 15,000 रुपैयाँ पाउनुहुन्छ र यदि पुरुष कर्मचारी हुनुहुन्छ श्रीमती हजुरहरूको प्रसुति हुनुभएको छ भने चाहिँ अथवा प्रेग्नेन्ट अथवा ऊ हुनुभएको छ भने सुत्केरी हुनुभएको छ भने हजुरहरूलाई चाहिँ 7,500 रुपैयाँ शिशु स्याहार भत्ता दिइनेछ भनेको छ साथीहरू है। अर्को भनेको प्रसुति स्याहार विधा भनेको छ। यदि हजुरहरूको श्रीमती चाहिँ हजुरहरूको सुत्केरी हुनुभएको छ भने चाहिँ के हुन्छ त भन्दाखेरि 15 दिन चाहिँ हजुरहरूले श्रीमानले चाहिँ अथवा पुरुषले चाहिँ 15 दिन प्रसुति स्याहार विधा पाइन्छ साथीहरू है त। प्रसुति स्याहार विधा बस्ने कर्मचारीले पुरा तलब भत्ता पाउनेछ भनेको छ। 15 दिनको चाहिँ पुरा पाइन्छ, फरक पर्दैन। प्रसुति स्याहार विधा सेवा अवधिभर बढीमा 2 पटक मात्र दिइनेछ भनेको छ साथीहरू है। 2वटा बच्चाको लागि मात्रै दिइनेछ भनेको छ। हजुरहरूले 3वटा बच्चा जन्माउनु भने चाहिँ हजुरहरूले 1300 पटक चाहिँ पाउनु भने हेर्नुहोस् त। प्रसुति स्याहार विधा लिएको कर्मचारीले विधा लिएको मितिले 3 महिना भित्रमा बच्चाको जन्मदाता प्रमाणपत्र कार्यालयमा पेश गर्नुपर्ने छ भनेको छ है त। अब यो हजुरहरू कुनै अफिसबाट सरुवा भएर जानुभयो भने पनि रमाना पत्रमा त्यो अथवा कर्मचारी अभिलेख फाइलमा नि राख्न पर्यो भनेको छ त्यो कुरालाई। अर्को भनेको साथीहरू क्रिया विधा भनेको छ है। क्रिया विधा भनेको चाहिँ अब जस्तो आफ्नो फ्यामिली मेम्बरमा कसैको डेथ भएको कन्डिसनमा चाहिँ के हुने भयो त भन्दाखेरि
क्रिया बिदा पाउने भयो साथीहरू है। अब हाम्रो हिन्दू संस्कारमा चाहिँ 13 दिन यो क्रिया बिदा बस्ने चलन छ भने 15 दिन टोटल क्रिया बिदा दिइन्छ साथीहरू है। क्रिया बिदामा बस्दाखेरि पनि पुरा तलब भत्ता पाइन्छ, त्यस्तो फरक पर्दैन। तर त्यो के हुन्छ त भन्दाखेरि पछि क्रिया बसिसकेपछि आएपछि जो कर्मचारीले कार्यालयमा कार्यरत कर्मचारीले चाहिँ मृत्यु दर्ता प्रमाणपत्र चाहिँ बुझाउन पर्यो है त। मृत्यु दर्ता प्रमाणपत्र र त्यो मृत व्यक्ति चाहिँ त्योसँगको नाता चाहिँ के हो त कर्मचारीको भनेर नाता प्रमाणित गरेको त्यो कागजात र यो मृत्यु दर्ता प्रमाणपत्र चाहिँ बुझाउन पर्यो है त। अर्को छ साथीहरू वैवाहिक बिदा भन्नु भएको छ। हजुरहरू अब बिहा गर्ने बेला भयो होला हजुरहरूको है। अब हजुरहरूले विवाह गर्नै पर्यो। अब विवाहको लागि चाहिँ हजुरहरूलाई 3 दिन चाहिँ वैवाहिक बिदा दिन्छ है त साथीहरू। अब 3 दिन बिदा पाइन्छ, पुरा तलब भत्ता पाइन्छ। अब फेरि यो बहुविवाहमा के गर्ने सर धेरै बिदा पाइन्छ भन्नु होला, एकपटक मात्र दिन्छ विवाह बिदा चाहिँ साथीहरू। अनि अर्को यो विवाह दर्ता प्रमाणपत्र चाहिँ फेरि हजुरहरूको के हुन्छ त भन्दाखेरि 35 दिनभित्र हजुरहरूले लिउन पर्यो है त। 35 दिनभित्र विवाह दर्ता प्रमाणपत्र पेश गर्न पर्यो साथीहरू। यो रमाना पत्र र पत्रमा र कर्मचारी अभिलेख फाइलमा पनि राख्नै पर्यो भनेको छ। अर्को साथीहरू सट्टा बिदा भनेको छ। सट्टा बिदा सपोज मान्नुहोस् प्राधिकरणलाई कुनै दिन एकदम उ छ भने सट्टा बिदा भनेको साटेर लिने भनेको साथीहरू। कुनै सार्वजनिक बिदाको दिनमा एनएले हजुरहरूलाई काममा खटायो भने अरू कुनै दिन एनएले के गर्न सक्छ त भन्दाखेरि हजुरहरूलाई त्यही सट्टा बिदा स्वरूप त्यसरी 60 दिन सक्छ है। सट्टा बिदा 7 दिनसम्म सञ्चित गरेर राख्न सकिन्छ भनेको छ साथीहरू। सट्टा बिदा आदि लिन पाइन्न। सट्टा बिदा चालु वर्षको अन्त्यसम्ममा लिइसक्न पर्नेछ भनेको छ। अर्को कार्यालयमा बिदा नलिई अनुपस्थित हुन नहुने भनेको यदि हजुरहरू कार्यालयमा अनुपस्थित हुने भएमा चाहिँ हजुरहरूले बिदा लिएर मात्रै बस्न पर्यो है। बिदामा त्यो जानकारी चाहिँ नदिइकिन बिदामा बस्न भएन भनेको है। अब पूर्व बिदा स्वीकृत नगराई कुनै कर्मचारी कार्यालयमा अनुपस्थित हुन पाउने छैन। बिदा स्वीकृत नगराई लगातार 90 दिनसम्म अनुपस्थित हुने कर्मचारी सो अवधि गल गरेर तलब भत्ता कट्टा गरिनेछ र सो सेवा अवधिभरमा गणना गरिने छैन भनेको छ है। बिदा स्वीकृत गराएर मात्रै हजुरहरू बस्न पर्यो। यदि 90 दिनसम्म पनि बिना जानकारी बसाछ भने चाहिँ के हुन्छ त भन्दाखेरि त्यो सबै अवधिलाई चाहिँ एब्सेन्स अथवा ग्वाल मानेर चाहिँ त्यो तलब भत्ता जम्मै काटिन्छ साथीहरू। त्यो अवधिलाई चाहिँ 90 दिन भनेको 3 महिनालाई चाहिँ हजुरहरूको सेवा अवधिमा नि यो काउन्ट हुन्न है त। यो कुराहरू छ साथीहरू। यही भइहाल्यो। आर्कनिक बिदा दिने अधिकारी भनेको छ असाधारण बिदा र अध्ययन बिदाको एकदम धेरै यो साथीहरू यो वर्ष लिने बिदा हुने एकदम ठुलो लामो बिदा हुन्। त्यही भएर यिनी बिदा चाहिँ मुख्य प्रशासकीय अधिकृतले स्वीकृत गर्छ साथीहरू है। यो याद गर्नुहोस्। मैले भनिराखेको छु यदि हजुरहरू सुपरभाइजर हुनुहुन्छ भने अथवा सुपरभाइजर 4औं 5औं तहको लागि तयारी गर्दै हुनुहुन्छ भने यो एमसीक्यू क्वेशनमा नि इम्पोर्टेन्ट हो है। अब उपविनियम 1 मा उल्लेख भएको बिदा बाहेक अन्य बिदा भनेको असाधारण र अध्ययन बिदा बाहेक अरू सबै बिदा है। अन्य बिदा मुख्य प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतले दिन सक्नेछ है। यो मुख्य प्रशासकीय अधिकृतले दिन सक्छ अरू बिदा अथवा उसले तोकेको अरू अधिकृतले पनि दिन सक्छ साथीहरू है। बिदा बसेको अवधिमा कार्य इलाका छोड्ने जानकारी यदि हजुरहरू काठमाडौँमा कार्यरत हुनुहुन्छ हजुरहरू एकदमै टाढा जान छ भने चाहिँ हजुरहरूले आफ्नो विभागीय प्रमुखलाई आफू कहाँ हुन्छु भनेर त सम्पर्क गरेर सबै जानकारी दिएर जान पर्छ। बिदा लिने विधि भनेको छ। अब यो हजुरहरूले हेर्नु त्यस्तो धेरै गाह्रो छैन। अर्को बिदाको अभिलेख भनेको छ है। अभिलेख राख्न पर्ने कुराहरूको बारेमा जानकारी दिएको यहाँहरू केही पनि होइन। हस् साथीहरू बिदाको बारेमा चाहिँ यति नै छ। यस्तै भिडियोहरू हजुरहरूलाई जान्न मन छ भने चाहिँ कमेन्ट गर्नु होला साथीहरू। म त्यो सम्बन्धी भिडियो लिएर आउने छु र क्विक सक्सेस युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला साथीहरू। हस् धन्यवाद।